हेभी मेटलहरूलाई चाहिँ रसशास्त्र अन्तर्गत राखिन्छ होइन। रसशास्त्र को बारेमा यसो नेटमा हेर्नुभयो के पढाइ हुन्छ त्यसमा के हुन्छ भन्नुभयो भने तपाईँलाई थोरै ज्ञान हुनसक्छ होइन। त्यसमा चाहिँ हेभी मेटलहरूलाई कसरी प्युरिफाई गर्ने भन्ने शोधन मारण अमृतीकरण लोहितीकरण भनेर धेरै लामो प्रोसेसहरू दिएको छ होइन। मर्करीको पनि औषधीय उपयोग हुन्छ। रसशास्त्र भनेको रस भनेको मर्करीको नाम हो, त्यसैको आधारमा बनेको शास्त्र हो। त्यही भएर हेभी मेटल पोइजनिङ त हुन्छ तर त्यसलाई शोधन गरेपछि गर्न खान मिल्छ प्रयोग गर्न मिल्छ भनेर आयुर्वेदमा भनिएको छ। आयुर्वेदमा होइन, जस आयुर्वेद अन्तर्गत रसशास्त्र भन्ने छुट्टै नै त्यसको एउटा महाविज्ञान छ। अब यो विषयमा एउटा श्लोक अन्तिममा भन्छु है त। यथा विषम यथा शस्त्रम यथाग्निरसनैर्यथा तथौषधम विज्ञातम अमृतम यथा। जब अज्ञान हुन्छ नि कुनै कुरा, तब चाहिँ ज्ञान पनि औषधि पनि शस्त्र पनि अग्नि पनि सबै घातक हुन सक्छ अरे। जबसम्म उसलाई ज्ञान हुँदैन त्यो कुराको तबसम्म त्यो कुरा घातक हुन्छ अरे। जब त्यो कुराको बारेमा उसलाई ज्ञान हुन्छ, त्यसलाई सही प्रयोग गर्न जान्दछ, तब चाहिँ त्यही अमृतम विषम अमृतम यथा भन्छ क्या। विष नै अमृत हुन्छ अरे। विषलाई नै कसरी अमृत बनाउने भन्ने बारेमा जानेको मान्छेले चाहिँ त्यसरी प्रयोग गर्न सक्छ अरे भनेर आयुर्वेदमा लेखिएको छ है त।